रवि लामिछानेजी उहाँको बारेमा के सुधार्नुपर्ने पक्ष? सुधार्नुपर्ने हजुर। पहिला म रवि लामिछानेको अन्धभक्त, उहाँ पत्रकार हुँदा के न्युज 24 मा सिधा कुरा जनतासँग चलाउँदाखेरि अनि उहाँले पार्टी खोल्नुभयो 79 मा। त्यो बेला मैले धेरै पैसा खर्च गरेको छु त्यो पार्टीको प्रचारको लागि। हजार इन्टरभ्यू मैले रासोपाको प्रचारमा खर्च गरेको छु। जसको उदाहरण चाहिन्छ भने क्विन्स किचन भन्ने रेस्टुरेन्ट र सिलौटो कटेजमा गएर अहिले पनि त्यो खाता पल्टाएर हेरेर हुन्छ करोड माथि बढी मैले बिल तिरेको छु कि। जसले रासोपा र रवि लामिछानेको तारिफ गर्छ उसलाई घरमा पिज्जा बर्गर बियर हुसी केलानी ती रेस्टुरेन्टबाट लिएर जान्थे के, झोलाका झोला सब फ्री गर्दै थिएँ मैले। यति अन्धभक्त। तर जब उहाँ पछि गृहमन्त्री बन्नुभयो, दुईचोटि बन्नुभयो, उप प्रधानमन्त्री गृहमन्त्री, केही गर्नु भएन के। गृहमन्त्री हुने साथ आजको भोलि नै किन केही गरिहाल्नको लागि तपाईँले जाँड खाएर अहिले एकछिनपछि लागेर रन्थनिए जस्तो हो र? उहाँलाई त्यो बेलामा गृहमन्त्री कुन हालतमा कसरी बनाइएको थियो भन्ने कुरा बुझ्नुपर्छ पहिला। उहाँलाई त यसरी बनाइएको थियो कि त रेसमा भाग पनि लिक तर तेरो खुट्टा हामी बाँधिदिन्छौँ भनेर बनाएको थियो। र तैपनि उहाँले आँट र हिम्मत गरेर भ्रष्टाचारहरूको बिचमा गएर 25वटा फाइल खोल्ने हिम्मत गर्यो र बल्ल आज हामी जनताहरूले यति धेरै भ्रष्टाचार भएको रहेछ, यसरी भएको रहेछ, यसरी हाम्रो देशलाई लुटिएको रहेछ भन्ने कुरा हामी आम जनताले आज थाहा भयो। र त्यो बेला उहाँले केही गर्न नसकेर के भयो त? आज देशै उहाँहरूको हातमा छ, राष्ट्रिय स्वतन्त्र पार्टीको हातमा छ। र त्यो बेलामा तपाईँ अन्धभक्त भएर लाग्नु भएको रहेछ। अब चाहिँ आँखा खोलेर उहाँको भक्त हुनु होला, किनकि देश उहाँहरूको हातमा छ र देश राष्ट्रिय स्वतन्त्र पार्टीले बनाउँछ अब।